पर्ने र किन माग्नु पर्ने त्यो बताइदिनु। अन्तिम पर्यायमा जो वाग्दत्ताको लागि सामन राख्नुभयो र यसको लागि दुई शब्द म भन्न चाहन्छु। धेरै राम्रो कुरा हाम्रो जो पौराणिक हाम्रो पहिलादेखि चलिआएको परम्परागत हाम्रो रीतिरिवाज संस्कृति सबैलाई हामीले जोगाउँदै आइरहेका छौँ र यो पनि हाम्रो पौराणिक संस्कृतिकै हिस्सामा छ कि हामीले हाम्रो चेलीबेटीलाई अन्तिममा हामीले बिहादान दिएपछि सोही दिनमा हामीले घरदेखि वाग्दत्ता ढाकेर उहाँलाई आफ्नो कुलदेखि छुट्टाइभरि हजुरहरूको कुलमा हजुरहरूले अब यहाँदेखि लगेर आफ्नो कुलमा हजुरहरूले राख्नु सक्नुहुन्छ र त्यसको लागि हामी त्यसको निम्ति हामीले आफ्नो कुलबाट उहाँलाई छुट्याएर आज हजुरहरूलाई दिने गरेका छौँ। यो किनभने यस्तो कि जब तक यो वाग्दत्ता चाहिँ नढाकिकन नदिँदाखेरि आउने समयमा उहाँ हाम्रो चेलीहरूको उसको हर दायित्व यहाँ माइतीपट्टि नै रहिरहन्छ र हामीले वाग्दत्ता ढाकेर दिएको मतलब कि हामीले आफ्नो कुलदेखि आफ्नो चुल्हादेखि हामीले उहाँलाई छुट्याएर अब हजुरहरूको आजदेखि सुपुर्द गर्दैछौँ। उहाँलाई अब भोलि या पछि हजुरहरूले लगेर आफ्नो कुलमा कसरी उहाँ सामेल गर्नुहुन्छ अब यो हजुरहरूको माथि र यति भन्दै म आफ्नो दुई शब्द टुङ्गाउँछु र यसपछि हाम्रो यो यसलाई यो वाग्दत्ता अलिकति सारेर त्यहाँदेखि उतापट्टि फर्किनु दियो पनि है। अब वाग्दत्ता चाहिँ अब पहिला भन्छ बजा भन्छु त्यतिखेर बजार्नु एक दुई शब्द बाबुहरूको नाम लिनु ल त आज हामी दीपनारायण राईको शाखा सन्तान आज हाम्रो यहाँ खडा हुनु भन्नु राईको छोरी राखी यहाँ खडा हो तीनजना पञ्च खोइ राहुल बोला राहुल ढिलै छ खालि भनिदिनु के हो त्यस्तो? भाउजू भेट्नुभयो रविदालाई? रविदा कहाँ गयो भन्दै थियो भाउजू, भेट्नुभयो? जता पनि भाउजू कहाँबाट भन्नु के गर्नु अब पाएपछि त फेरि त्यही हो खान्छ। अन्तिम चरणको व्यक्तिहरू है प्रुफको लागि खासको भाडा बजाउने साथसाथमा हाम्रा पुरानो जति पनि कुलहरू जब मैले बल्ल उहाँहरूलाई जगाउने उहाँलाई सुनाउने र बल्ल जागेपछि आउनुहुन्छ र उहाँको हामीले उ गरेर स्मरण गरेर हामीले वाग्दत्ता ढाक्ने। यो सगुनको लागि गिलासहरू लिएर तिनटाको लागि त्यतिको लागि हो राहुल राई, अनिल राई, नरेश राई, पवन अङ्कल, पिता बहादुर सिंह राई, माइजू, धर्मपत्नी लाखे, भाउजू, काका, आन्टी, छेमा।